साथीहरु आज चाहिँ मलाई एकदमै धेरै के खाउँ जस्तो भयो। फेरि बाहिरको चीजहरु केही खानु पनि मन लागेन। आज चाहिँ घरमै बनेको चीज अलिकति एक्स्ट्रा खाउँ, छुट्टै खाउँ जस्तो चाहिँ मलाई लाग्यो। त्यही भएर के बनाउने होला भन्दाखेरि चाहिँ यो केराको बुङ्गाको अचार साथीहरु आज भन्दा मैले 3-4 वर्ष अगाडि चाहिँ यो बुङ्गाको अचार खाथे। त्यहाँ भन्दा यता खाएको पनि छैन। यो बुङ्गाको अचार बनाउनलाई खासै धेरै झन्झटिलो पनि लाग्दैन साथीहरु। यसको अचार बनाउन मेन पार्ट भनेको हो यो अंकुश जस्तो र यो पत्रे फाल्नु पर्छ साथीहरु। यो फालिसकेपछि तितो पनि हुँदैन। मैले चाहिँ आज यसको अचार टक्क परेको बनाउन लागे। यसलाई चाहिँ 5-10 मिनेट एकछिन बोइल हुन दिने अनि यतिको रेडी भएर सबै कुराहरु चाहिँ मैले यसमा राखिसके। देख्नु भएको छ हजुरहरुले 3-4 वटा बोइल गरेको आलु राखेपछि यो अचार यसै पनि मिठो हुन्छ। छोप पनि राखे, धनिया पनि राखे। यसरी मरक मुरुक मोलिसकेपछि चाहिँ यो अचार एकदमै मिठो हुन्छ साथीहरु। कतिपयले चाहिँ तितो पनि भन्नुहुन्छ, तितो चाहिँ हुँदैन। मेन कुरा त फुल फाल्नु पर्छ। फालेर यो अचार यतिको रेडी भयो। आज चाहिँ मैले खानासँग खाने छु है त।